राम्रोसँग बसे है। कर्णालीको मौलिक र विशिष्ट कथावस्तु उठान गरेको फिल्म द्रौपदी यही चैत 8 गतेबाट रिलिज हुँदै बाँच्नु पनि दिने नै मर्न पनि दिने नै तपाईँ मान आफ्नो परम्परा म हक्दिन यो कुसंस्कार मान्न बरु नर्क जानु परेछ। नमस्कार, फिल्मी न्युजमा यहाँलाई स्वागत छ। म निराजन थापा। कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्त्वपूर्ण पात्र द्रौपदीको जीवन र सङ्घर्षलाई आधार बनाएर बनेको फिल्म द्रौपदी आगामी चैत 8 गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले बिहिबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म द्रौपदीले कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको पीडालाई समेटेको बताएका छन्। डोल्पाको सेप फोक्सोन्डो ताल लगायतका कर्णालीका आकर्षक लोकेसनमा छायाङ्कन गरेको फिल्मले महिला संवेदनाको कथावस्तुका अलावा कर्णालीको मौलिक र विशिष्ट कथालाई उठान गरेको छ। निर्देशक आचार्यले भने फिल्मको माध्यमबाट कर्णालीलाई चिनाउने र कर्णालीको सुन्दरता विश्व बजारले हेर्नेछ। नेपाली फिल्मप्रति दर्शकको माया र चासोलाई यसले निराश तुल्याउँदैन। उनले भने लामो समयको अध्ययन र अनुसन्धानपछि फिल्म बनेको आचार्यले सुनाएका छन्। कार्यक्रममा फिल्मका निर्माता तथा अभिनेता प्रकाश ग्यावालीले द्रौपदी कर्णालीको दुर्गम भेगको कला, संस्कृति, भाषा, परम्परा तथा त्यहाँको जनजीवनको पीडालाई उजागर गर्ने कथामा आधारित रहेको समेत बताएका छन्। फिल्ममा नयाँ अनुहार मात्र नभई बलियो सामाजिक सन्देश बोकेको कथावस्तु समेटेको छ। ग्यावालीले भने फिल्मले विशेष गरी कर्णालीको मौलिकतामा केन्द्रित रही त्यहाँको वास्तविकता चित्रण गर्ने प्रयास गरेको छ। चलचित्र पत्रकार सङ्घ नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता तथा गायक रवि उडले सङ्गीत सँगसँगै अभिनयलाई पनि आफूले अगाडि बढाएको र द्रौपदीबाट नेपाली फिल्म इन्डस्ट्रीमा इन्ट्री गरेको बताएका छन्। रविले आफूले कर्णालीकै एक पात्रको भूमिका निर्वाह गरेको समेत सुनाएका छन्। उनले थपै फिल्मबाट पनि आम दर्शकको माया पाउने विश्वास व्यक्त गरेको छु। चलचित्रको शीर्षक गीत कर्णाली खटौलालाई जसरी दर्शकले माया गरिदिनु भएको छ फिल्मलाई पनि त्यसरी नै माया गरिदिनुहुन्छ भन्ने आशा व्यक्त गरेको छु। यही चैत्र 8 गतेदेखि प्रदर्शनमा आउने तयारी गरिरहेको फिल्ममा आश्विनी शाही, रवि उड, कविराज भाम, जेल्सन अधिकारी, त्यसैगरी ऋषिराज आचार्य, सुजन अधिकारी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। हटिया हुनु बागले खावा फेरि कायड लोग्ने स्वास्नी हुनुहुन्न त वीर पुरुषको विधवा हुन्छ। फिल्मी समाचार अहिलेलाई यति नै। हाम्रो युट्युब च्यानललाई हेर्दै गर्नुहोला। नमस्कार।